आज हामी एउटा यस्तो कथाको बारेमा कुरा गर्दैछौँ जहाँ देशका युवाहरूले सिङ्गो राजनीतिको नक्सा नै बदलिदिए। यो नम्बर हेर्नुहोस् त 182। यो हो मार्च 2026को चुनावमा एउटा भर्खरै जन्मेको पार्टीले जितेको सिट सङ्ख्या। 275 मध्ये 182 सिट। यो त लगभग 2/3 बहुमत हो, जसको कसैले कल्पना पनि गरेको थिएन। र यो क्रान्तिको नेतृत्व कसले गर्यो त? एक 35 वर्षीय पूर्व र्यापर र इन्जिनियर बालेन्द्र शाह। राजनीतिमा कुनै अनुभव नभएका उनी आज नयाँ नेपालको अनुहार बनेका छन्। तर प्रश्न उठ्छ, आखिर कसरी एउटा सानो आन्दोलनले केवल 6 महिनामै देशको राजनीतिक नक्सा नै उल्लाइदियो? यो राजनीतिक भूकम्पलाई बुझ्न यसको सुरुवात कहाँबाट भयो त्यो हेर्न जरुरी छ। यो सबैको सुरुवात भएको थियो सेप्टेम्बर 2025मा। सरकारले एउटा यस्तो निर्णय लियो जसले वर्षौंदेखि मनमा दबेर बसेको असन्तुष्टिको आगोमा घिउ थप्ने काम गर्यो। अब यो टाइमलाइनलाई एकचोटि हेरौँ न। सेप्टेम्बर 4मा सरकारले टिकटक, फेसबुक जस्ता सोशल मिडिया बन्द गर्यो। भोलिपल्टैदेखि युवाहरू सडकमा उत्रिए र हेर्दै एक हप्ताभित्रै प्रदर्शन हिंसात्मक बन्यो, संसद भवनमा आगो लाग्यो र प्रधानमन्त्रीले राजीनामा दिनु पर्यो। सोच्नुस् त, एउटा सोशल मिडिया ब्यानको निर्णयले कति छिटो सरकारै ढालिदियो। तर के यो विद्रोह सामाजिक सञ्जाल बन्द भएर मात्र भएको थियो त? होइन। अर्थशास्त्री केशव आचार्यको भनाइले यसको गहिराईलाई देखाउँछ। वास्तवमा सोशल मिडिया बन्द हुनु त एउटा झिल्को मात्र थियो। खास आगो त भ्रष्टाचार, बेरोजगारी र जनताको पीडा नबुझ्ने नेताहरूप्रतिको वर्षौंको आक्रोश थियो। र त्यही आक्रोश, त्यही रिस चुनावमा मतपत्र मार्फत विस्फोट भयो र यसले नेपालको इतिहासकै सबैभन्दा आश्चर्यजनक चुनावी नतिजा ल्यायो। नतिजा हेर्दा त साँच्चै पत्याउनै गाह्रो। नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 182 सिट जित्यो, जबकि वर्षौंदेखि सत्तामा रहेका नेपाली कांग्रेस र एमाले जस्ता पार्टीहरू क्रमशः 37 र 16 सिटमा खुम्चिए। रासोपाले चुनाव जित्यो मात्रै होइन, पुरानो राजनैतिक संरचनालाई नै भत्काइदियो। त्यसो भए को हो त यो रासोपा? यो 2022मा मात्रै गठन भएको एउटा मध्यमार्गी पार्टी हो। यसको नेतृत्व पूर्व पत्रकार रवि लामिछानेले गरेका छन् र प्रधानमन्त्रीका उम्मेद्वार थिए काठमाडौँका चर्चित पूर्व मेयर बालेन शाह। उनीहरूको मुख्य एजेन्डा थियो भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक सुधार, र उनीहरूले युवा र शहरी मतदाताहरूको मन जित्न सफल भए, जसमा 8 लाख त पहिलो पटक भोट हाल्नेहरू थिए। तर यो अभियानको एउटा रोचक पक्ष के छ भने यसको शक्ति देशभित्र मात्र सीमित थिएन। पार्टीले विदेशमा बस्ने नेपालीहरू, खास गरी अमेरिकाबाट ठूलो आर्थिक सहयोग पायो। यही पैसाले उनीहरूले एउटा यस्तो शक्तिशाली सामाजिक सञ्जाल अभियान चलाए जसको अगाडि पुराना पार्टीहरू टिक्नै सकेनन्। ल, चुनाव त जित्यो, त्यो पनि प्रचण्ड बहुमतका साथ। तर आशाको लहरमा चुनाव जित्नु र देश चलाउनु फरक कुरा हो। अब सुरु हुन्छ वास्तविक चुनौतीको पहाड। एकातिर रासोपाका वाचाहरू छन्, 12 लाख रोजगारी सृजना गर्ने, प्रति व्यक्ति आय दोब्बर पारेर $3000 पुर्याउने, 100 अर्ब डलरको अर्थतन्त्र बनाउने। तर अर्कोतिर नेपालको वास्तविकता छ। देशको अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ, उत्पादन क्षेत्र कमजोर छ र कर्मचारी तन्त्रमा वर्षौंदेखिको नातावाद कृपावाद हावी छ। यी वाचाहरू र वास्तविकता बीचको खाडोल पूर्ण निकै गाह्रो छ। यसको एउटा सानो उदाहरण हेरौँ। 14.4%। यो के हो? यो हो आर्थिक वर्ष 2025-26 को बीचमै बजेटमा गरिएको कटौती। यसले के देखाउँछ भने सरकारसँग योजनाहरूमा खर्च गर्ने र काम गर्ने क्षमता कति कमजोर छ भन्ने कुराको यो एउटा तीतो यथार्थ हो। अब कुरा गरौँ देश बाहिरको। घरेलु समस्या त छँदैछन्, तर नयाँ सरकारले दुई विशाल छिमेकी भारत र चीन बीचको सम्बन्धलाई पनि सन्तुलनमा राख्नुपर्ने ठूलो चुनौती छ। रासोपाले विदेश नीतिमा एउटा ठूलो परिवर्तनको सङ्केत दिएको छ। उनीहरू भन्छन् अब नेपाल बफर स्टेट अर्थात् दुई ढुङ्गा बीचको तरुल मात्रै भएर बस्दैन। अब नेपाल एक जीवन्त पुल बन्नेछ। यसको मतलब के हो भने नेपाल अब भारत र चीन बीचको एक निष्क्रिय ठाउँ होइन, बरु एउटा सक्रिय आर्थिक केन्द्र बन्नेछ, जसले आफ्नो राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर दुवै देशसँग सहकार्य गर्नेछ। तर यो सन्तुलन कायम राख्न सजिलो छैन। हेर्नुस् न, एकातिर भारत छ जससँग हाम्रो 65% व्यापार हुन्छ, तर ठूलदायी प्रवृत्तिले सधैँ समस्या पार्छ। अर्कोतिर चीन छ जसले पूर्वाधारमा लगानी गरिरहेको छ,
तर ऋणको पासोमा फसिन्छ कि भन्ने डर पनि उत्तिकै छ। राष्ट्रपाको योजना के देखिन्छ भने भावनात्मक कुराभन्दा पनि तथ्य र तथ्याङ्कमा आधारित भएर कुनै राजनीतिक दबाव बिना दुवै देशबाट आर्थिक फाइदा लिने। त्यसो भए के यो एउटा नयाँ युगको सुरुवात हो त? यो चुनावले एउटा कुरा त निश्चित गरेको छ, यो विगतबाट एक पुस्ताको पूर्ण रूपचढ हो र यसले नेपाललाई दशकौँपछि एउटा स्थिर सरकार दिएको छ। तर अन्तिम र सबैभन्दा ठूलो प्रश्न यही हो, जनताले पूर्ण संस्थागत परिवर्तनको माग गरेका छन्। के सडकबाट उठेको यो आन्दोलनको ऊर्जालाई देश चलाउने कठिन काममा बदल्न सकिएला? यही प्रश्नको उत्तरले निर्धारण गर्नेछ कि यो साँच्चै नयाँ युगको सुरुवात हो वा फेरि एकपटक पूरा नहुने आशाहरूको अर्को अध्याय मात्र।